गुड मर्निङ एभ्रिवान फ्रम मिरिक बस्ती जिम्बागाउँ होइन। आज चाहिँ मैले जुन भिडियो बनाउँदैछु लङ भिडियो त्यो चाहिँ नि बायो फेन्सिङको बारेमा, स्पेसली बायो फेन्सिङको बारेमा, लिभिङ फेन्सको बारेमा यसरी जाँदैछौँ नि हामी। जति छ यहाँ यो प्लान्टहरू यिनीहरू सबै मैले लास्ट इयर लगाएको फेन्सहरू हो, लिभिङ फेन्स। र यसले गर्दाखेरि अब जङ्गली जनावरहरू अलिअलि आउँदैन, प्लस ल्यान्डस्लाइडबाट पनि जमिनलाई जोगाउँछ। त्यो एन्ड हो, त्यहाँबाट चाहिँ यसरी त्यो एन्डको चाहिँ मैले अस्ति भर्खर लगाएको र यसरी यहाँ चाहिँ यसरी आउँदैछ। र यो प्लान्ट यो कोइरालो भेराइटीको प्लान्ट हो, कोइरालो टाँकी। यसको चाहिँ एडभान्टेज भनेको के हो भने यो प्लान्टको चाहिँ जस्तै अब यहाँ रोड बन्यो यस्तो अब स्लोप भएको छ नि, स्लोप भएको ठाउँमा ल्यान्डस्लाइड जाने डर धेरै हुन्छ। तर यो टाँकीले अनि यो प्लान्टहरू जसको चाहिँ जराहरू एकदम बलियो हुन्छ तिनीहरूले चाहिँ पहिरो जानबाट चाहिँ जमिनलाई रोक्छ, सोइल इरोजन पनि रोक्छ। त्यसको पर्पज चाहिँ त्यो हो। र यो टाँकी मैले हाम्रो जहाँ जहाँ स्लोप छ, जस्तै यहाँ स्लोप छ यस्तो घरको माथि डिलमा ठुल्ठुलो रुख त छँदैछ। यो नयाँ टाँकीहरू पनि रोपेको, यो चाहिँ लास्ट इयर रोपेको सबै यहाँ छ हामीसँग, यहाँ छ हो। अनि यहाँ चाहिँ त्यहाँ पनि लेमन ग्रासहरू छ बायो फेन्सको, यसरी चाहिँ हामीले गरेको छौँ। र यसको चाहिँ सेतो फुल फुल्छ र यो फुल चाहिँ एकदम मिठो बास्ना आउने फुल हुन्छ सिजनको बेलामा। यो चाहिँ लगभग म जति नै लगभग 6 फिट टल भइसकेको छ यो प्लान्ट। र यो छ हाम्रो टाँकी, दिस इज फ्रम लास्ट इयर। यो चाहिँ मैले 3-4वटा कलर लगाइदिएको छु सो द्याट टुरिस्टहरू आउँदाखेरि यहाँ चाहिँ अलिकति चेरी ब्लोसम जस्तो देखियोस् र सिजनको बेलामा भिजिट होस् भनेर। र अर्को एडभान्टेज के छ भने त्यसको खान पनि मिल्छ कोइरालोको चाहिँ मुन्टाहरू चाहिँ। र यहाँ चाहिँ अलिक बिहान लगाएँ मैले यो लेमन ग्रास सबै यसरी लेमन ग्रास लाग्दैछ। दिस इज टाँकी फ्रम लास्ट इयर होइन। यसरी यहाँ यसरी पुरै लेमन ग्रासै छ यो बायो फेन्समा। र चाहिँ अब एउटा झुप्पा हुन्छ यो क्लम्पिङ हो र 3 फिट 4 फिट स्पेसमा चाहिँ यसले चाहिँ यो मनसुन पछि नै पुरै कभर गरिसक्छ। यो चाहिँ हाम्रो प्लान चाहिँ यसरी बायो फेन्स गराउने र जमिनलाई सोइल इरोजनबाट रोक्ने। एन्ड थ्याङ्क यू सो मच फर बिङ विथ अस यो भिडियो हेर्नुमा। र आज चाहिँ धेरै दिनपछि सनी डे छ, आकाश पनि खुल्ला छ, होपफुल्ली पानी पर्दैन होला। पानी चाहिँ निकै दिन भयो परेको यहाँ होइन। द्याट्स अल फर टुडे एन्ड थ्याङ्क यू सो मच।